इलाम प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला, चिया बगान, पहाडी दृश्य र धार्मिक आस्थाको सङ्गम। यही इलाम जिल्लाको मुटुमा लुकेको छ एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर, जिमी राजा जिमी रानी मन्दिर। तर यो मन्दिर प्रचार प्रसार र संरक्षणको अभावमा गुमनाम जस्तै बनेको छ। इलाम नगरपालिका वडा नम्बर 10 गोदक र सूर्योदय नगरपालिका वडा नम्बर 14 को सिमानामा अवस्थित यो मन्दिर पुग्न बतासे बजारबाट करिब 1 घण्टा ओह्रालो यात्रा गर्नुपर्छ, अथवा गोदक घट्टा बजारबाट सवारी साधनमा करिब आधा घण्टा र पदयात्रा गर्दै अँधेरी खोलाको झोलुङ्गे पुल पार गर्नुपर्छ। पुल पार गरेपछि घुमाउरो उकालो बाटो हुँदै 1 घण्टाको रमणीय यात्रा। बाटोभरि देखिन्छन् इलाम बजार, माइखोला र सुकिलुम्बा विमानस्थलका मनोरम दृश्यहरू। अनि पुगिन्छ धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको जिमी राजा जिमी रानी मन्दिर। यो थुम्काको वरिपरि करिब 250 वर्ष अघि लेप्चा जातिको बसोबास रहेको किम्वदन्ती रहेको पाइन्छ। त्यति बेला जुम्रे राजा र रानी बसोबास गरेको विश्वास छ। उनीहरूले त्यस स्थानमा गएर पूजा गर्ने गरेको र त्यस ठाउँको वास्तविक नाम चाहिँ सबैतिर घेरिएर खादिएको र यो स्थानको अधिपतिका रूपमा जिमी राजा जिमी रानी भएको हुँदा जमिनको अधिपति भएकै कारण यस क्षेत्रको नाम जिमी खाद रहन गएको किम्वदन्ती रहेको छ। पुर्खाहरूको भनाइ अनुसार औँसी, पूर्णिमा लगायतका चाडपर्वहरूमा नौमती बाजा बज्ने, त्यहाँ रहेको गुफामा बत्ती बल्ने अर्थात् त्यस स्थानमा रहेका शिला, मडीहरू टल्कने लगायतका अनौठा क्रियाकलाप देखिने स्थानीय धर्मराज भट्टराई बताउनुहुन्छ। मैले यो जिमी थुम्काको विषयमा थोर बहुत कुराहरू सुनेको छु, पुर्खाका कुराहरू त पुराना कुराहरू मैले सुनेको छु। त्यो सुनेको कुरा अनुसार यो सन् 2018 सालतिर यहाँ कुनै पनि जातिको बसोबास नगरेको एउटा जङ्गला मुलुक भएको चाहिँ हाम्रा पुर्खाहरूले बताउनुहुन्छ। त्यसपछि त्यहाँ चाहिँ लामा जातिका मान्छेहरू आए, लामा लमिनी भनौँ न, लामा जातिका लामा लमिनी जातिका मान्छेहरू आएर चाहिँ यहाँ बसोबास गरे। त्यसपछि जुम्रे लामा जुम्रे लमिनी भनेर नामाकरण गरियो। त्यही जुम्रे लामा जुम्रे लमिनीको
सबै पार रहेर एउटा यो पवित्र स्थल जिमीथुम्का पहिले त्योभन्दा पहिला त्यो बसोबासभन्दा पहिला नै उत्पत्ति भइसकेको कुरा आएको छ। अब जुम्रे लामा जुम्रे लमिनीले गएर त्यहाँ पूजा गरे। तिनीहरू चाहिँ अब बहुत जुम्राहरू हुने अथवा फोहोर गरेपछि जुम्रा प्रशस्त भएर चाहिँ अनि जुम्रे लामा जुम्रे लमिनी भनेर चाहिँ त्यो जिमी राजा जिमी रानीको मन्दिरमा चाहिँ जुम्रे लामा जुम्रे लमिनी भनेर पूजा गर्ने अहिले पनि प्रचलन भइरहेको छ। तर यो ठाउँको वास्तविक नाम हेर्दाखेरि चाहिँ सबैतिरबाट वरिपरिबाट घेरिएर अलिकति खादिएको भनेको अलिकति के भन्छ गहिरो ठाउँमा रहेको जग्गाले यसको नाम जिमी खाद रह्यो। जिमी खादका अधिपति त्यहाँका चाहिँ राजा यो जग्गाको अथवा यो बस्तीको राजा भएर चाहिँ जिमी राजा जिमी रानी भनेर नामाकरण गरिएको भन्ने कथन छँदैछ। अब यसको उत्पत्तिमा चाहिँ अब पुर्खाहरूको भनाइअनुसार हो भने यहाँ चाहिँ अब औँसी पूर्णिमाका दिनहरूमा नौमती बाजा बज्ने एउटा पवित्र गुफा छ। त्यहाँ त्यो गुफामा बत्तीहरू बल्ने। बत्ती त अहिले विचार गर्दा बत्ती त होइन रहेछ, तर त्यहाँ एक खालको शिला रहेछ। अनि अब बिस्तारै त्यसलाई थोरै यहाँ आएपछि मानव बस्तीको सन् 1902 सालतिर चाहिँ यहाँ आएर मानव बस्ती भनेको त्यो लामा लमिनीहरू चाहिँ अब ती लोप भएपछि यहाँ चाहिँ अरू जातिका ब्राह्मण क्षेत्री वैश्य शूद्र जनजाति लिम्बू राई भोटे थरगरिएका मान्छेहरू चाहिँ आएर यहाँ बसोबास गरे। त्यही बसोबास गरेको यो पवित्र स्थानमा त्यहाँ गएर चाहिँ पूजा जमिनका राजा भनेर त्यो ठाउँको पूजा अर्चना गरे। यहाँ रहेका ढुङ्गामा विभिन्न देवी देवताका आकृति, नाग नगिनी र पाहिलाका छापहरू देख्न सकिन्छ। पिपलको रुखमुनि राखिएका गणेश मूर्ति, किराँत समुदायका मुन्दुम स्थलहरूले यो स्थानको धार्मिक विविधता झल्काउँछ। थुम्कोको टुप्पोमा पुग्न पहिले निकै कठिन थियो। देशमा प्रजातन्त्र आएसँगै यस स्थानका लागि गाउँवासीहरूले पहल र सक्रियता बढाएपछि जिल्ला विकास समिति, नगरपालिका र प्रदेश सरकारबाट यस मन्दिरको विकासका लागि रकम विनियोजन भएसँगै मन्दिरको टुप्पासम्म पुग्न निकै सहज भएको छ। अहिले करिब 623 वटा सिँढी, केही भागमा रेलिङ निर्माण र लकिङ टायल बिछ्याएसँगै मन्दिर पुग्न सजिलो भएको हो। पर्यटकीय नगरीका रूपमा रहेको इलाम नगरपालिका र सूर्योदय नगरपालिका लगायत राज्यका आँखा यस ठाउँमा पुगे भविष्यमा पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने आशा रहेको भट्टराई बताउनुहुन्छ। यो अहिले पछिल्लो पिरियडमा धेरै कुराहरूको विकास भएको छ। जब बौद्ध आयो, निर्दलीय व्यवस्था पञ्चायती शासनसम्म चाहिँ त्यही कुटी भन्दा बाहिर केही पनि थिएन। त्यहाँको त्यो चोरेका लगेका मठ मन्दिरका सामग्रीहरू पनि कसले लग्यो भनेर त्यतिखेर खोजी निन्दो पनि कसैले गरेन। तर महत्त्वपूर्ण चिजहरू त्यहाँबाट चोरिएको भन्ने नै पुष्टि भइरहेछ। अब 46 साल पछाडि चाहिँ केही अलिकति बौद्ध आइकन थोरै तिना जीर्ण भएका मठ मन्दिरहरू निर्माणको काम भयो।
पहिला त्यहाँ एउटा टिनको कुटी, त्यो एउटा पवित्र स्थलको ठाउँमा एउटा झाँक्रीको रुख छ, त्यो झाँक्रीको रुखलाई चाहिँ टिन ओढाइएको थियो। अनि पछि हामीले जान्दा यो 46 साल पछाडि त्यो टिनलाई फ्याँकेर हामीले एउटा कम्पाउन्ड बेला गरेर एउटा राम्रो कभरिङ गरेर माथिपट्टि पनि राम्रो घेरा हालेर त्यहाँ चाहिँ यस्तो फलामका काँडाहरूको बनाएर यसो मनोरक हुने खालको हामीले बनाएका छौँ। त्यस पछाडि जिल्ला विकास समितिको इलाम जिल्ला विकास समितिले 2 लाख रुपियाँ पैसा दिएर 160वटा सिँढी निर्माण गर्यो। अनि एउटा नगरपालिकाले सूर्योदय नगरपालिकाले एउटा ढहरो निर्माण गर्यो। अनि गत वर्ष चाहिँ प्रदेश सरकारको मातहतबाट 25 लाख रुपियाँ विनियोजन भएकोमा त्यो अपुग सिँढीलाई पुरा गरेर केही अलिकति भागमा रेलिङको पनि व्यवस्था गरेको छ। अब यो अलिकति चाहिँ के भनिन्छ भने सूर्योदय नगरपालिका पर्यटकीय नगरपालिका भए पनि यसमा चाहिँ सूर्योदय नगरपालिकाकै पो नजर नपरेको हो कि भन्ने त्यस्तो पनि बुझिन्छ। अब हामीहरूले हुन त अब नजिकैको तीर्थला अलिकति हेला पनि गर्ने गरिन्छ, अथवा यो चाहिँ अलिकति यो गोदक इलाम नगरपालिका भन्दा 10 गोदक भन्ज्याङको लगभग यो कति 800 मिटर उचाइ होला, 1000 मिटर उचाइ होला घट्टा बजारदेखि। त्यसको सिमानादेखि यो सूर्योदय नगरपालिका वार्ड नम्बर 14 जिमीखातको परिवेशमा रहेको यो स्थल हो। यसलाई चाहिँ अब कसरी हेरिन्छ भने सूर्योदय नगरपालिका प्लस इलाम नगरपालिकाले पनि थोरै तिना नजर दियो, अथवा राज्यका आँखा चाहिँ यो ठाउँमा लाग्यो भने यो पनि भविष्यको एउटा तीर्थस्थल हुन्थ्यो भन्ने आशा बोकेका छौँ। र यहाँ अहिले आएर पहिला हिन्दूहरूले मात्रै पूजा गरेका थिए, तर अहिले आएर चाहिँ किराँतहरूले पनि त्यो माथिल्लो भेगमा आफ्नो पहिचानका मठ मन्दिरहरू अथवा उनीहरू कति झन्डाहरू रोपेर एक खालको पहिचानलाई कायम गर्नलाई यो संयुक्त रूपमा सबैजना गाउँवासीहरू लागेका छन्। र यसले अलिकति नगरपालिका अथवा प्रदेश सरकार अथवा सङ्घीय सरकारले अलिकति यसमा नजर गर्यो भने यसको छिटै विकास हुने देखिन्छ। अब हामीहरूले अहिले गएर हेर्दा पनि त्यहाँ धेरै कुराहरूको अवशेषहरू भेटिन्छ। अब पहिचान गर्न नसक्नु आफ्नो ठाउँमा छ, तर त्यहाँ गएर हेरियो भनेदेखि तपाईँको उहिले श्रीरामले भ्रमण गरेका ठाउँ त्यहाँ चाहिँ खराउका पाइलाहरू हिँडेको पाइलाहरू त्यो ढुङ्गाको शिलाहरूमा छ। त्यहाँ नागहरूको आकृति छ, त्यहाँ विभिन्न देवताहरूको आकृति ढुङ्गामा छ। अब सजावट छैन, आफ्ना पारामा त्यहाँ रहेको छ। त्यसलाई चाहिँ अलिकति हामीहरू सबै भनौँ न, मैले अघि भनिहालेँ केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय गाउँवासीहरू मिल्ने हो भने यसको छिटै यसलाई चाहिँ राष्ट्रसम्म अथवा केन्द्रसम्म अथवा प्रदेशसम्म अथवा स्थानीयसम्म चाहिँ हामीले चिलाउन सक्थ्यौँ भन्ने आशा बोकेको छु। स्थानीय सरकार बनेपछि मन्दिरसम्म पुग्ने बाटो, सिँढी जस्ता संरचना निर्माण त भए, तर राज्य स्तरबाट लगानी र प्रचार प्रसारमा खासै चासो नदिएको स्थानीयवासीहरूको गुनासो छ। सबै जात जाति र धर्म समुदायले समेत यस क्षेत्रमा गएर दर्शन गर्ने हुनाले स्थानीय पालिकादेखि केन्द्र सरकारको समेत सहयोग मिलेमा यस ऐतिहासिक सम्पदाको विकास हुने आशा रहेको स्थानीय इन्द्रबहादुर योङहाङ बताउनुहुन्छ। यस क्षेत्रलाई चाहिँ यस पर्यटक नभनौँ व्यवस्थललाई चाहिँ अझ हाम्रो इच्छा चाहिँ कस्तो छ भने अब जुनसुकै थरथकी जुनसुकै जात जातिले अब मान्दै आएको ठाउँ हो र यस ठाउँलाई पहिला त अब ढिकी जातुहरू जम्मै इत्यादि छ भन्नेहरू पनि अब जम्मैले भनिराख्नु भएको छ, सुनिराख्नु भएको छ कि छैन भनेर सोधि पनि राख्नु भएको छ। त्यसले गर्दाखेरि र एउटा गुफा पनि छ भन्ने पहिला पनि अब भन्दै आउनुभएको थियो र अझ पनि छ होला, त्यो हामीले खोज अनुसन्धान गर्नु सकेको छैनौँ। र
अझै पनि यस मन्दिरलाई चाहिँ माथिल्लो स्तरमा पुर्याउनुको लागि राज्य पक्ष र विभिन्न सङ्घ संस्था, जिल्ला, नगर, वडादेखि लिएर माथिदेखि नै हामीलाई अलिकति योगदान पुग्यो भने चाहिँ हामीले धेरै हरभर बनाउने इच्छा चाहिँ छ। यसमा अझ बनाउनु पर्ने त धेरै छ। यसो सुरु मात्रै हामीले चाहिँ यो प्रदेश सरकारले अलिकति योगदान गर्नुभएकोले हामीले अलिकति सुरु मात्रै गरेको छौँ र यसलाई चाहिँ अझ यो मन्दिरलाई चाहिँ हाम्रो इच्छा अनुसार चाहिँ अझ पुरानै स्टाइल यो ढुङ्गाको छानो चाहिँ लाएर चाहिँ यो मन्दिरलाई चाहिँ स्थापना गर्नु पाउँदा चाहिँ अझ राम्रो सुनमा सुगन्ध थपिन्थ्यो कि भन्ने चाहिँ हाम्रो आशा छ र हामीले सङ्घ संस्थाहरू, हामीले तल्लो गाउँ माथिल्लो भेग जम्मै हामीले मिलेर चाहिँ अझ तीव्रता रूपमा चाहिँ गर्दै लैजाउँ। प्राकृतिक सौन्दर्य, पौराणिक महत्त्व र धार्मिक आस्थाको सङ्गम रहेको यस मन्दिर अझै पनि ओझेलमा परेको छ। यदि यसको प्रचार, संरक्षण र सम्वर्धनमा ध्यान दिन सके यो मन्दिर इलामको मात्र नभएर नेपालकै गौरव बन्न सक्नेछ। राज्य निर्माण र परिवर्तनका लागि नयाँ नेतृत्व चयन गरिने चुनावले केवल व्यक्तिमा मात्रै परिवर्तन नआओस्, गुमनाम बनेका यस्ता सम्भावनाहरू धेरै छन्। राज्य र स्थानीय तहको सहकार्यले जिमी राजा, जिमी रानी मन्दिरलाई एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिणत गर्न सकियोस्, ताकि यी धरोहर गुमनाम होइन, गौरवमय बनुन्।